सुरुमा थर्काइहाल्यो है अब त त्यही त के भन्नु के अरे होइन हाम्रो के अरे कसरी भेट भएको भन्ने कुराहरू तपाईँ भन्नुपर्ने कुराहरूमा कसरी भेट भयो कसरी भन्नु भन्ने अब अहिले त होइन 30 वर्ष अगाडिको हो त्यही भएर सम्झिनु पऱ्यो कि निकै कहिलेहरू जाउँ न हेर्न भन्दै थियो कि अनि म चाहिँ लैलैमा ल कस्तो हुन्छ मिल्यो भने जाउँला नि त भन्ने गएको थिएँ गएको चाहिँ अब बुढीको दिदी भेट भयो दिदी पनि फेरि मेरो भेट्न चाहिँ पर्ने थियो नाता साता पर्दा भन्दा त्यसरी भेट हुँदाखेरि पछि 3 जना भयो अनि लास्टमा चाहिँ के अरे मलाई यही बुढा नै थियो अल 7 मेरो अहिले कति हो जिनियर मलाई थाहा छैन नेगेटिभ 4 नेगेटिभ 2 4 जुनसम्म पनि मलाई यही बुढा परोस् भनेर म भगवानसँग प्रार्थना गर्छु हैन त्यही हो मेरो चाहिँ ओके I love you too, Kali. Never had that relation. Conversation just जिस्किने मात्रै म गर्थेँ उसँग जिस्किने फिलिङ्स एक्सचेन्ज भएको थिएन एक्ज्याक्टली म भित्रमा मनबाट चाहिँ कहिले पनि थिएन होइन लगभग फ्लर्टिङ टाइपको फिलिङ सबैसँग थियो अनेस्टली भन्दाखेरि होइन तर द्याट वाज नट अ सिरियस थिङ व्हेन आई रियलाइज I will get him. मलाई त्यही थियो कि and whenever I see him the first thing belongs him. I believe him and I thought he's the one. From the very first day. त्यो आगो पनि त्यो नझुसिकन बोल्दैन नि त होइन त्यो त हुनैपर्छ त्यो माया पर्दा भएन नि त त्यो झगडा भनेको मेरो विक पोइन्टमा उसले आउने हो उसको विक पोइन्टमा मैले आउनु त होइन त्यही हो यसरी नै बस्दै जानु होइन यसरी कसो भने ठिक छ होइन स्वर्गमिला भन्ने फिल्म बनाउने अनि त्यो स्वर्गमिला फिल्ममा चाहिँ सुमिकालाई अलरेडी हिरोइन उनीहरूले छानिसकेको हिरोको खोजीमा थियो क्या उनीहरू होइन अनि हिरोको म पनि खोजेँ मैले पनि कतिचोटि खोजेँ लाइक विथ धेरैजना मान्छेलाई बोलायो क्या हामीले कुरा गरेर एउटा भागेर उसलाई भेट्न आउँथ्यो क्या रुईबाट ट्याक्सीमा आएर अल्फेयरमा भेट्थेँ अनि अल्फेयरमा नि यसरी घरमा कहाँ बस्नु उनीहरूको अकोमोडेसनमा बोइज न डलाउ अनि त्यो यो ठुल्ठुलो बिल्डिङको तल सेड हुन्छ नि त्यो सेडमा बसेर त्यसैले गफ गर्थ्यो क्या बिचरा उसको साथी सोफी चाहिँ माया गरेर अब लाइक दाइ आउनु भएको छ अरे यहाँ भेट्न पाए पनि हुन्थ्यो होइन कस्तो क्या एउटा होइन काउकुती क्या आई डोन्ट नो हाउ यु गाइज हेभ फिल्ड होइन इन योर एज तर मलाई चाहिँ लास्ट काउकुती नि अनि त्यतिखेर न मोबाइल होइन पिसीमा गएर हेलो हेलो भन्नुपर्ने ल्यान्डलाइन होइन पिसिओमा गएर $1 दिएर $1 दिएर सो ह्याभिङ द्याट लभली जर्नी एन्ड इट विल कन्टिन्यू जबसम्म मेरो सास रहन्छ तबसम्म उसका साथ भन नि त ल मेरो बुढी मेरो प्राणभन्दा प्यारी होइन तिमी छौ त म छु यसरी नै हामी छौ सो आई लभ यु अलवेज एन्ड अलवेज मेरी मायालु लभ यु ल नछुटोस् हाम्रो गरिलो साथ देख्ने रे देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै नमस्ते सबैजनालाई मैले रमिता रावललाई मेरो श्रीमतीलाई भेटेको चाहिँ अलमोस्ट 12
2.5 year भयो 2023 मा भेट्यो होला बस भाउजूले भन्नु लभ म्यारेज विश्वास नगर्नु म चाहिँ म्यारेज विश्वास नगर्ने मान्छे के मलाई चाहिँ बिएससी साथीहरुको बिहा बोलाएर पनि बिहाली रहेछ हाम्रो मान्छे के गरेर साथी होला त्यति तर अब डेस्टिनी उसलाई भेटेपछि चाहिँ डिफ्रेन्ट फिलिङ आयो अनि हाम्रो बिहे पनि तपाईँको 4 वर्ष 5 वर्ष होइन कि विथिन 6 months सबै भेट हामी थ्रु म्युचुअल फ्रेन्ड भेटे यो बोलेर भन्दा पनि माया तर म यति चाहिँ एउटा कुरा भन्छु कि मेरो बुढाले he have always managed my tantrums, my anger issues, everything, and I'm so grateful. कलेजमा बस्दा घरपेटीलाई भनेर तल उनीहरू डेरा बस्थे अनि मैले एउटा पत्र लेखेँ कताबाट सिधै उहाँको बुवालाई म फलानु नीतिमा आउँदैछु विवाह गर्नको लागि भनेर उहाँको बुवालाई सिधै पत्र लेखेँ प्रेमलाल भट्टराई भनेको उहाँको बुवा पनि गाउँमा अर्को मान्छेको नाम रहेछ अर्काको घरमा पुगेछ अनि त्यो उहाँको छोरीले हुँदैन अब कता के म आफ्नो लाइफमा हुनुहुन्थ्यो म मेरो तरिकाले पढ्दै कता के थिएँ बिहा हुने नहुने त अब के हो चाहिँ तिमीले तिम्रो बुवा आमालाई कन्भिन्स गर्दैनौ भने चाहिँ नि अहिले मैले भने तिमीलाई I love you. मलाई चाहिँ कस्तो फिल भयो भने नि यस्तो रोमान्टिक के यति रोमान्टिक लाग्यो कि मलाई त्यो मेरो त्यो स्कुल लाइफदेखि लिएर कस्तो मजा आएको कि हजुरहरूको सबैको कहानी सुन्दाखेरि चाहिँ आफू पनि केही झुल्क पुग्यो कि अनि कता कता के अनि हुन त अब मेरो श्रीमती उता छ तर पनि अघि मिस गर्दै आने साह्रै मिस गरेँ उहाँलाई हजुरहरूको कहानी सुन्दा सबैको जरूरी कैसे हुआ रे दीदी? तुम इतना जरूरी कैसे हुआ रे बुरा? तुम्हें बारिश की बोली समझना नहीं था